नमस्कार, म शारदा आमाको जाँगरबाट। मेरो सानो एउटा युट्युबमा च्यानल छ, त्यसको शारदा आमाको जाँगर भनेर छ। आजको दिन सबैको शुभ होस्, सबैको राम्रो होस्, सबैको जय होस्। मैले सानो प्रयास गरेको छु, भगवानको नाम आफू लिने क्रममा रेकर्ड गरेर युट्युबमा नि हाल्ने गरेको छु। सम्झनाको लागि हजुरहरूले मेरा तर्फबाट 2 अक्षर हजुरको कानमा नि परोस् भनेर। अब आज कोमल गीताको उसबाट पढ्दैछु। आत्मा र अनित्य पक्षको उत्तर भनेको के रहेछ भनेर, अथ चैनं नित्यजातं नित्यं वा मन्यते मृतं तथापि त्वं महाबाहो नैनं शोचितौर्मसि। यदि यो नित्य जन्मेको मरेको भनी ठान्दछौ तापनि पार्थ उसलाई शोक गर्न अयोग्य छौ। अथवा तिमी यो आत्मा नित्य होइन, शरीरका साथसाथै सर्वदा जन्म र मर्छ भन्ने ठान्छौ भने पनि महाबाहु, त्यसको निमित्त तिमीले शोक गर्न ठिक छैन। जातस्य हि ध्रुवो मृत्यु ध्रुवं जन्म मृतस्य च यस्माद् परिहार्देऽर्थे न त्वं शोचितुमर्हसि। अवश्य जन्मने मर्छ, मर्नेको जन्म नित्य छ, नभई नहुने माथि शोक तिम्रो अयोग्य छ। किनभने जो जन्मन्छ त्यसको मृत्यु निश्चय छ। त्यो मर्दछ, उसको जन्म निश्चित छ। यस निमित्त यस्तो नभई नहुने नछोड्ने कुरामा कौपर्यो माथि कहिएको तिम्रो मतको अनुसार पनि तिमीले शोक गर्न उचित हुँदैन। देखिन्न पहिले प्राणी देखिन्छन् तिनी मध्यमा, आखिर फेरि देखिन्नन् सोच्नु कुन बातमा। सब प्राणी पहिले अव्यक्त नजानिने मध्यमा व्यक्त र मरण भएमा फेरि अव्यक्त हुन्छन्। यदि यस्तै सबैको स्थिति छ भने हे भारत, ती कुन कुरा मध्येमा शोक कुन कुराको गर्नु। आश्चर्य भइकन हेर्छ कोही, आश्चर्य भएकै साथ कहन्छ कोही, आश्चर्य मानिकन सुन्छ कोही, सुने पनि यो त बुझ्दैन कोही। मानो कोही त आश्चर्य अर्थात् अद्भुत चिजको सम्झेर आत्मातर्फ दृष्टि दिन्छ, कोही आश्चर्यमै परिबसेको यसको वर्णन गर्दछ। अर्को कुनै मानव आश्चर्य नै नभएर यसलाई सुन्दछ, परन्तु यस प्रकार देखेर सुनेर वर्णन गरेर पनि तिनीहरूमा कुनै आत्मालाई वास्तविकता जान्दैनन्। देही मारेर मारिन्न कसैका देहको पनि, तस्मात् प्राणी सबैमाथि शोक गर्दछौ के भनी। हे भारत, भारत भनेको चाहिँ कृष्णले अर्जुनलाई भन्नुभएको। हे भारत, सबका शरीरमा रहने जीवात्मा सर्वदा अबद्ध अर्थात् कहिले पनि वध गर्न नसकिने यस्तो छ। त्यसकारण सबका अर्थात् प्राणीका विषयमा शोक गर्नु तिमीलाई योग्य छैन। स्वधर्मपि सम्झेर काप्नु यो अयोग्य छ, स्वधर्मको युद्धभन्दा क्षेत्रीको श्रेय कुन छ। आइपरेको स्वर्गीय खुला द्वार समानको युद्ध गर्न यस्तो भाग्यमानी क्षेत्रीले पाउँछ निको। यस्तो यो धर्मको युद्ध तिमी छोड्दछौ भने धर्म कीर्ति दुवै नासी हुन्छौ दुर्नाम पाउने। बदनामी सबै तिम्रो गाउनेछन् अनेकन, मृत्युभन्दा ठुलो हुन्छ ठुलाका निम्ति दुर्यश। यति भनेर भगवानले उनलाई एकदम यसरी युद्ध गर्नुपर्छ। भगवानले चाहिँ उहाँले चाहिँ अब त्यो पापीहरूको नाश गर्नु परेको थियो, आफूले नाश गर्न नमिलेर एउटा माध्यम चाहिँदो रहेछ भगवानहरूलाई पनि। त्यसैले उहाँले आफ्नो जन्म लिएर पुनर्जन्म त्यसरी पृथ्वीमा आएर दुष्टहरूको नाश गराउनलाई अर्जुनलाई सिकाउँदै हुनुहुन्छ। अर्जुनको माध्यमबाट सबैको नाश गर्दै हुनुहुन्छ। आजलाई यति कोमल गीताबाट यति पढेँ। मेरो आजको दिन सबैको शुभ होस्, मेरो पनि शुभ होस्, हजुरहरू सबैको शुभ होस्, सबैको कल्याण होस्, सबैको जय होस्, जय होस्। नेपाल आमाको जय 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 जय। नमस्कार।